नमस्कार साथीहरू, आजको भिडियोमा हामी शेयर बजार भनेको के हो, यसबाट कसरी कमाई हुन सक्छ र नयाँ लगानीकर्ताले कसरी सुरु गर्ने भन्ने कुरा सरल भाषामा बुझ्नेछौँ। सबैभन्दा पहिले शेयर बजार भनेको के हो? कुनै कम्पनीलाई आफ्नो व्यवसाय विस्तार गर्न पैसा चाहिएको बेला उसले कम्पनीको सानो हिस्सा सर्वसाधारणलाई बेच्न सक्छ। कम्पनीको यही सानो हिस्सालाई शेयर भनिन्छ। तपाईले कुनै कम्पनीको शेयर किन्नुभयो भने तपाई त्यस कम्पनीको सानो हिस्साको मालिक बन्नुहुन्छ। कम्पनीले राम्रो काम गर्यो, नाफा बढ्यो भने शेयरको मूल्य बढ्न सक्छ। तर कम्पनीको अवस्था कमजोर भयो भने शेयरको मूल्य घट्न पनि सक्छ। नेपालमा शेयर किनबेच मुख्य रूपमा नेपाल स्टक एक्सचेन्ज नेप्से अर्थात् NEPSE मार्फत हुन्छ। अब शेयर बजारबाट कसरी फाइदा हुन सक्छ? पहिलो तरिका हो शेयरको मूल्य बढ्दा। उदाहरणका लागि तपाईले 1000 रुपैयाँमा शेयर किन्नुभयो र पछि त्यसको मूल्य 1500 रुपैयाँ पुग्यो भने बेच्दा तपाईलाई 500 रुपैयाँ नाफा हुन सक्छ। दोस्रो तरिका हो लाभांश। केही कम्पनीहरूले आफ्नो नाफाको एउटा हिस्सा शेयर धनीलाई बाँड्छन्, यसलाई लाभांश भनिन्छ। तर साथीहरू, शेयर बजारमा नाफाको सम्भावना भए जस्तै जोखिम पनि हुन्छ। त्यसैले कसैको हल्ला, टिप्स वा सामाजिक सञ्जालको पोस्ट हेरेर तुरुन्त लगानी नगर्नुहोस्। नयाँ लगानीकर्ताका लागि केही महत्त्वपूर्ण सुझाव। पहिलो, आपतकालीन खर्चका लागि छुट्टै पैसा राख्नुहोस्। दैनिक खर्च वा ऋणको पैसा शेयर बजारमा नलगाउनुहोस्। दोस्रो, लगानी गर्नु अघि कम्पनीबारे अध्ययन गर्नुहोस्। कम्पनीको व्यवसाय, नाफा, ऋण, व्यवस्थापन र भविष्यको सम्भावना बुझ्नुहोस्। तेस्रो, सबै पैसा एउटै कम्पनीमा नलगाउनुहोस्। फरक कम्पनी वा क्षेत्रमा लगानी गर्दा जोखिम केही कम गर्न सकिन्छ। चौथो, धैर्य राख्नुहोस्। शेयर बजार छोटो समयमा धेरै घटबड हुन सक्छ, त्यसैले दीर्घकालीन सोच राख्नु महत्त्वपूर्ण हुन्छ। अन्तिम र सबैभन्दा महत्त्वपूर्ण कुरा, लगानी र ट्रेडिङ फरक हुन्। लगानीमा राम्रो कम्पनीको शेयर लामो समयका लागि किनिन्छ। ट्रेडिङमा छोटो समयको मूल्य परिवर्तनबाट फाइदा खोजिन्छ, जसमा जोखिम बढी हुन सक्छ। यदि तपाईँ बिल्कुल नयाँ हुनुहुन्छ भने पहिले आधारभूत कुरा सिक्नुहोस्, सानो रकमबाट सुरु गर्नुहोस् र आफूले जोखिम लिन सक्ने रकम मात्र लगानी गर्नुहोस्। भिडियो उपयोगी लाग्यो भने लाइक गर्नुहोस्, च्यानल सब्स्क्राइब गर्नुहोस् र कमेन्टमा अर्को भिडियोको विषय लेख्नुहोस्, जस्तै IPO, डिम्याट खाता, लाभांश वा नेप्से विश्लेषण।